नमस्कार सबैजनामा। यस उच्च शिक्षा व्यवस्थापन सूचना प्रणाली एचएमआइएसमा तथ्याङ्क व्यवस्थापन गर्न सहजीकरण गर्नका लागि तयार गरिएको यो प्रशिक्षण सेसनमा डिभोक्सफ्टको तर्फबाट हार्दिक स्वागत गर्दछौँ। आज हामी यस एचएमआइएस सिस्टमको सेटअप मोड्युलको बारेमा हेर्नेछौँ। सेटअप मोड्युलमा आइसकेपछि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। त्यसमा चाहिँ यो होम पेज भयो। अर्को चाहिँ सेक्सन फर स्टुडेन्ट र डिपार्टमेन्ट म्यानेजमेन्ट भनेर फर्स्टमा हामी हेरौँ सेक्सन। यसमा चाहिँ हामीले स्टुडेन्टको लागि सेक्सन एड गर्नुपर्ने हुन्छ। जस्तो क्याम्पसमा भएको सबै सेक्सनको लिस्टहरू हामीले यहाँ आएर अपलोड गर्नुपर्ने हुन्छ। सपोज मैले एउटा राखेँ, यसरी सेक्सन चाहिँ सक्सेसफुल्ली एड भयो। सक्सेसफुल्ली एड भएपछि यहाँ देख्न सक्नुहुन्छ स्टुडेन्ट सेक्सन लिस्टमा चाहिँ सबै लिस्टहरू यहाँ देख्न सक्नुहुन्छ। यसरी यसमा कुनै मिस्टेक भयो भने चाहिँ हामीले यसरी एडिटमा गएर करेक्सन गर्न सक्छौँ। हामीले सेक्सन एड गर्नुको मेन रिजन चाहिँ स्टुडेन्ट म्यानेजमेन्ट मोड्युलमा हामीले स्टुडेन्टको डेटा इनरोल गरिसकेपछि स्टुडेन्टलाई सेक्सन वाइज डिभिजन गर्नुपर्दा चाहिँ हामीले त्यो जुन सेक्सनको नेम या कुनै सिम्बल राख्छौँ त्यो लिस्ट चाहिँ हामीले यहाँबाट अपलोड गरे यस सेटअप मोड्युलमा अपलोड गरेपछि मात्रै हामी त्यसमा देख्न सक्छौँ। त्यस्तै गरेर अर्को छ डिपार्टमेन्ट म्यानेजमेन्ट। डिपार्टमेन्ट म्यानेजमेन्टमा चाहिँ टिचिङ स्टाफ र नन टिचिङ स्टाफको लागि हामीले डिपार्टमेन्ट र सेक्सनको डेटा यहाँ अपडेट गर्नुपर्ने हुन्छ। इम्प्लोइ म्यानेजमेन्टमा हामीले टिचिङ र नन टिचिङ स्टाफको डेटा इन्ट्री गर्ने क्रममा त्यहाँ एउटा सेक्सन टिचिङ स्टाफ हो भने कुन डिपार्टमेन्टको र नन टिचिङ स्टाफ भने कुन सेक्सनको भनेर एउटा फिल्ड आउँछ। हामीले त्यो फिल्डमा चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यो सिलेक्ट गर्ने अप्सनको सबै लिस्ट चाहिँ यस सेटअप मोड्युलबाट चाहिँ अपडेट गर्नुपर्ने हुन्छ। अहिले चाहिँ फर टिचिङ स्टाफको लागि चाहिँ एउटा डिपार्टमेन्ट राखेर हेरौँ। जस्तो डिपार्टमेन्ट ह्युम्यानिटिज एन्ड सोसल साइन्स, त्यस्तै गरेर इङ्ग्लिस डिपार्टमेन्ट, साइन्स डिपार्टमेन्ट हुन्छ। मैले एउटा राखेर साइन्स एन्ड टेक्नोलोजी डिपार्टमेन्ट भनेर चाहिँ सेम डेटा डबल लिँदैन। यसरी डिपार्टमेन्टको नेम एड भइसकेपछि यहाँ डिपार्टमेन्ट लिस्ट देख्न सक्नुहुन्छ। यसमा नि कुनै मिस्टेक भयो भने हामीले एडिटमा गएर करेक्सन गर्न सक्छौँ। यहाँ चाहिँ क्याम्पसमा भएको होल डिपार्टमेन्ट सबै डिपार्टमेन्टको लिस्ट चाहिँ यसरी यहाँबाट इन्ट्री गऱ्यौँ भने चाहिँ हामीले टिचिङ स्टाफलाई कुन डिपार्टमेन्ट हो भनेर त्यहाँ राख्न सक्छौँ। त्यस्तै गरेर चाहिँ अर्को नन टिचिङ स्टाफको लागि चाहिँ यहाँ सेक्सन राख्नुपर्ने हुन्छ। सपोज एकाउन्ट सेक्सन, एडमिनिस्ट्रेसन सेक्सन, लाइब्रेरी सेक्सन, त्यसै गरेर इक्जाम सेक्सन। मैले एउटा इक्जाम सेक्सन भनेर राखेँ, इक्जाम सेक्सन। यसरी डेटा सक्सेसफुल्ली एड भयो। एड भएपछि यो लिस्टमा देख्न सक्नुहुन्छ र करेक्सन पनि गर्न सक्नुहुन्छ यहाँ एडिटबाट। यो भयो हामीले टिचिङ र नन टिचिङ स्टाफको लागि हामी डिपार्टमेन्ट र सेक्सन एड गऱ्यौँ र स्टुडेन्टको लागि स्टुडेन्ट कुन सेक्सनको भनेर डिभिजन गर्दा चाहिँ हामीलाई सेक्सन चाहिने भएर हामीले यसमा आएर सेक्सनहरू एड गर्नुपर्ने हुन्छ। समयको अन्तराल र आवश्यकता अनुसार यस एचएमएस प्रणालीमा रहेका मोड्युलहरूमा केही सुधार र अपडेट हुने भएकाले आगामी दिनमा यस भिडियोका सूचनाहरू पर्याप्त नहुन र फरक हुन सक्छन्। तपाईँहरूको सक्रिय सहभागिताका साथ यस भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद।